हेलो नमस्ते एभ्रिवान। तपाईँहरूलाई मैले फालुटको अपडेट दिँदै गर्छु भनेर भन्दै थिएँ होइन। फिलहाल अहिले हामी फालुट आइपुग्यो। टाइम 5 बजी। बिहान हिँडेको हामी 8:30 9 बजीतिर, 5 बजी फिलहाल फालुट आइपुग्यो। यहाँनिर जो पनि थाकेर साह्रो भइसकिसक्यो। यस्तो मौसम पनि यस्तो भइरहेको छ गाइस होइन। फाइनली फालुट मानेभन्ज्याङ 52 किलोमिटर, सन्दकपू 21 किलोमिटर, सदरग्राम 7 किलोमिटर। फाइनली हामी 21 किलोमिटर कम्प्लिट गरेर आफ्नो टार्गेट पुरा गरिसकेको छ। अब होमस्टे उयो गरेर होइन गाइस, होमस्टे उयो गरेर अब रेस्ट गर्ने हो। धेरै थाक्यो, लगभग 9 घन्टा जति हामी हिँड्यौँ होइन। हामीले त दामी भयो, तर लन्च बिना लन्चकै अलिकति यताउता खायो भयो होइन। बिना लन्चको आइपुग्यौँ। यो हो फालुट। अब हाम्रो डेस्टिनेसन छ यो गोर्खे, रामाम, गोर्खे, रिम्बिकबाट चाहिँ हामी फेरि गाडीमा आफ्नो घरतिर जाने छ। यहाँनिर फिलहाल होमस्टे पनि आइसकिसक्यो। यो हो गाइस फालुटको होमस्टे। ड्रमहरू पनि राखिराखेको छ, के ड्रम हो होइन। अनि जो तिमीलाई फालुटको के कस्तो लाग्यो त अन्त अलिकति त बताइदियो। एकजना आइपुगेकै छैन होइन, बिचरा हिँड्नु नसकेर गाइड टिम आएको कारणले गर्दाखेरि कोही बात छैन हो। फाइनली आइपुग्छ होला। हामी कतातिर जाने हो नै? अब यताउता त जाने होला। यता गइरहेको छौँ हामी होइन। होमस्टे रहेछ, होमस्टे बनाएको रहेछ होइन। होमस्टेको हो यो। यस्तो छ गाइस होमस्टे। मौसम पनि यस्तो भइरहेको छ। ल गाइस फाइनली है, ल गाइस है, गुड बाई।